खाँदैन अन्त चाहिँ हो हरेक टिप्दै भने नि अन्त म त किमतले टिप्दै पनि ग्यास जुगा पर्खिन ल त अहिले चाहिँ यहाँ च्याउपारीले काट्दैछ हो के च्याउ यो तुलसी च्याउ फ्रे दामी छ है यस यहाँ पनि अलिकति मिर्गो च्याउ भेट्यो है आज दिनभरिको शिकार चाहिँ यहाँ छिरीले भाग लाउँदैछ है हेलो गाइस गुड मर्निङ थेजल एन्ड नमस्ते भन्दै है आजको भ्लग स्टार्ट गर्नु गइरहेको छु अनि भ्लग चाहिँ आज धेरै दिन बादमा आइरहेछ है अनि आज चाहिँ अब हामी भ्लग चाहिँ के छ भन्दा चाहिँ तपाईँहरूले थम्बनेल र टाइटल हेरेर थाहा पाइसक्नु भयो होला होइन आज चाहिँ अब हामी एकदम अर्ग्यानिक च्याउ खोज्नु जाँदैछु होइन अनि जाने चाहिँ छिरिङ म छोडेन थियो खास चाहिँ है तर छोडेन चाहिँ गान्तोक गएकोले गर्दा आज मात्रै आउने भएर राजीव जाने भएको छ होइन अनि हेरौँ आजको च्याउ अब कति के पाउँछ तपाईँहरूलाई देखाउने छु है म चाहिँ अहिले यहाँ खाना खाएर अब तयार हुनुहुन्छ गाइस अलिकति बाटो पनि भेटौँ है तपाईँहरूलाई मलाई साथीहरू अहिले चाहिँ एकदम होइन जङ्गली ड्रेस लगाएर घरबाट निस्किसकेको छु म चाहिँ अनि राजीव आउँदैछ मेजाकिलमाथि दोकानमा काम भएर दिदीकोमा निस्किने अनि छिरिङलाई नि त्यताबाट निकाल्ने है त्यो त अघि रेडी भएको पर्ने थियो राजीव पछाडि आउँदैछ अब केटा हो च्याउ टिप्नु चाहिँ निस्किनु चाहिँ निस्क्यो पानी आउनु थाल्यो हो अब दिनले चाहिँ के भन्यो आज चाहिँ अब पानीले चाहिँ लुडै बन्नु जस्तो लाग्दैछ अब हेरौँ के हुन्छ है गाइसहरू अब एकैचोटि केटाहरू आएपछि तपाईँहरूलाई म केटाहरूसँग भेटाउने छु है केटाहरू यहाँ आउँदैछ राजीव कतिखेर आइपुग्ने हो पानी पऱ्यो त अन्त च्याउ टिप्नु जाँदा त हेलो भने अब फोनमा बोलेको अरे हेलो भन्नु यस्तो छ हाम्रो केटाहरू चाहिँ के छ गाइस म त भन्ने भने के भन्ने थिएँ राजीव चाहिँ छुट्टिन नसकेको फोन गर न के भएको थियो कति बज्यो टाइम नै गइसक्यो नि आज यहाँ दोकानबाट राजीवले खाजाहरू लाने भन्दैछ हो हामीले चाहिँ भातहरू पुगेको छ भात बोकेर बासी भात पुग्यो यहाँ भन्दैछ आज चाहिँ फुड पोइजन पारेर मार्नै सक्यो साह्रै बोक्नु अन्त रेनी ज्याकेट रहेछ नि दादा त टक्क नि यो त तर निकै पनि नगएको होइन हामीसँग यसले माथि त्यो उसमा हामीले ट्याङ्की बनाउँदाखेरि भेटेको थियो नि यो त्यहाँदेखि गएको छैन यो है केटाहरूले चाहिँ यहाँ दोकानमा फेरि सौदा गर्ने अरे म त यहाँ सौदा गर्नु थियो र छिटो निस्किएको त दोकानमा कोही छ जो पानी भयो त दा अहिले चाहिँ हामी अब जङ्गलभित्र पुगिसक्यो केटाले चाहिँ जुगा टिप्दैछ पसिना देखा त छिरिङतिर केटालाई पसिना चाहिँ खतरा आइरहेछ उता फर्कि त यही बगाउन आएको म यही बगाउन आएको खतरा आइरहेछ मलाई चाहिँ तर हातपत आउँदैन पसिना पानीले चाहिँ कसो गर्यो आज चाहिँ च्याउले आज मान्छेलाई पानीले झ्याउ पर्नु लाग्छ आउने हो कि होइन आज चाहिँ अब आज चाहिँ छिरिङको म्याप छिरिङले देखाउने र आज कता कता के हो कता कता जानुपर्ने गाइड चाहिँ यो हो अब के गर्छ यसले गाइड भने नि गाई भने नि यही हो जुका फेरि त्यस्तै छ
यिनी खोलेन त बिर्कोले दबाईले काम गर्छ कि तेरो डबल त काम गर्छ जस्तो लाग्यो कि थाङ्ना बेर्नु पर्थ्यो नि त्यसको टुप्पामा चाहिँ बेरेको छ कि यहाँ फुस्क्यो नि जुगा लाग्नु थाल्यो अब चाहिँ हल्का पानी पनि आउँदैछ तोले त अगाडि गयो अनि आज चाहिँ हामी चाहिँ अब माथि फोक्टेबाट उता ठुलो लिसेपट्टि छिर्ने भयो है च्याउ खोज्नु अनि माथि त्यहाँबाट चाहिँ जरबुटी ओरतिरबाट धाप झरेर होला ल ओ छिरिङ अस्तिको च्याउ चाहिँ के मनोज भेनालाई भिडियो कलमा देखाइदिएको थिएँ कि मनोज भेना क्या नर्मा दिदी र मनोज भेनालाई सानो लोभ ब्याग हुनु बुढो बुढोले के अब विन्टर लाक्स छुट्टीमा आएपछि चाहिँ ट्रेकिङ जाउँ भन्दै थियो यो अब यो डिसेम्बरतिर उसको छुट्टी भएछ कि उता फालुटतिर 3 दिन 4 दिनको लागि ट्रेकिङ जाउँ भन्दैछ भेनाले साह्रै पारेको सिरियसै विन्टरमा त यो पानी त छ्याप्चु पुन्छ त है पसिनाले आँखा पोलेको यसले चाहिँ यहाँ लट्ठी बनाउँदैछ यहाँ टेक्नु पऱ्यो नि त यहाँ हातभरि मैला लाग्यो नि भाग पलायो नि नभएको अरे सिर्कुना दिनु पऱ्यो नि लट्ठीले ओइ तैँले छोडेको त्यो होइन खुकुरी खुकुरी अझै पनि स्टिलमा यस्तो गरेर राखेको त त्यतिकै बिर्सेछ नि खतरा लगाइदिएको छु नि मैले यहाँ उयो चाहिँ फोटोलाई त्यही त यहाँ चाहिँ अब जुगाड चाहिँ यतिको समस्या छ अब स्टार्टिङ बेबी मसरुमबाट स्टार्ट भएको छ हो बेबी मसरुम हो यो चाहिँ स्टार्टिङ हो हाम्रो यो त सुरुवात मात्रै हो अब अहिले चाहिँ हामी पानी परेर यहाँ बसिरहेको छु है च्याउ चाहिँ कति पाउने आज अब फेरि छोड्छु यसले खुकुरी म सम्झाउँछु नि म त दिमाग फ्रेस हो नि म त फेरि अहिले त केटाहरू काम बनाएको छ कि छोडेर कोही बेला छोडेनले छोडी पठाउँछ होइन फोन छोड्छ त्यसले कोही बेला होइन यहाँ दिनु यस्तो होइन यस्तो कतै होइन यहाँ दिनु यहाँ बिगा अहिले चाहिँ हामी माथि धुपी गाडीमा पाउँछ अरे छिरिङले भन्दा अनि त्यो चाहिँ खोज्दैछु है कति पाउँछ पाउँदैन हेरौँ राजीव चाहिँ माथि छिरिङ अघि देखाएर अलिकति टिप्नु जाँदैछ हो ओए राजीव कति रहेछ कहाँ छ सो भेट्यो यिनी आएको च्याउ भेट्यो प्लास्टिक लिएर भनेर चाहिँ हेर्नु तैँले प्लास्टिक ल्याएन अन्त कुन चाहिँ हो अब यही खोज्नु त आएको नि त लानु पर्ने होइन छ प्लास्टिक नि पछाडि उसमा हेर्दा सुन ल ओ टिभी नसकेको अझै यहाँ नि कम्ती रहेछ तर मिसाउनु नि यो र त्यो कति रहेछ भेटेको चिज चाहिँ छोड्नु भएन नाइ भन्नु चाहिँ भएन नि होइन भरे भेट्ने हो होइन यो त खोज्नु आएको एक छाक भन्नु लानु परेन हो आलुले वाक्कै भइसकेको छ हो जो
ल के अरे देखा त राजेन यो त खाँदैन यो त खाँदैन अन्त त हो हरियो टिप्यो भने नि अन्त म त किमतले टिप्दिएको होइन यतिको हुनु काँसी जो खाने चाहिँ ए यहाँ मुन्द्री छ यसको 1 नम्बरमा फेरि अन्त जान हो भने टिप्थ्यो नि म त थोरै टाइम राजीव चाहिँ अहिले च्याउ भन्दै टिप्नु गएको थियो चाहिँ नखाने च्याउ रहेछ होइन टाइम थोरै बर्बाद भयो हो नि अन्त टाइम नरहेको केटाहरूले खोजिरहेको थियो यस्तो ठिकै छ तर फोल्ड गर्नु त फोल्ड गरेर त्यहाँ सट्टै प्लास्टिकहरू यहीँबाट ओर्नु अरे प्लास्टिकहरू त ब्यागहरू त साह्रै बिच होला नि यो जग्गा त स्याङ्थर होइन के पो भन्छ यसलाई देउराली अहिले चाहिँ हामी यहाँ देउरालीमा आइपुगिसक्यो माथि होइन अब त्यहाँबाट रेनकोटहरू ओढेर चाहिँ लाग्ने हो प्लास्टिकहरू के छ अनि पानी चाहिँ हल्का आएको कारणले गर्दा चाहिँ शीतले भिज्छ भनेर यहाँ दाहरू पनि प्लास्टिक निकाल्नु थाल्यो प्लास्टिक ए यो बोतल भित्र लगा ब्यागभित्र अब तैँले होइन यो तल यस्तो अड्किने फेरि हो छिरिङको डबल हो र अस्ति मैले त्यसमा काटेको थिएँ धापमा बिची त दिइहाल्छ त्यसले नि यो तर यस्तो पुरा टाइट गर्छ र अम्बुजाइ परेको हो तेरो त यो त फेरि मेरो यस्तो खालको नि छ नि फेरि कि होइन अर्को छैन प्लास्टिक त्यो त झर्छ नि झर्छ भरे होइन यहाँ यस्तो गर्ने नि थियो कि बरु त्यसलाई चाहिँ काटेर मुनि बेर्न यसलाई काटेर चाहिँ टक्कै यो यसलाई काटेर चाहिँ होइन हौ यहाँ काट कि टक्कै खप्पै छिर न हात दुईपट्टि ज्याकेट जस्तो भन्न टाउको सट्टै लगाउने मलाई दिनुहुन्छ प्लास्टिक त अर्को दिएन मलाई त्यो मेरै हामी चाहिँ अब तयारी भयो जाने है यहाँबाट अनि यसलाई चाहिँ केटीलाई त त्यो तयार बनाउनु पर्छ हो फेरि यो दिनु हो यसलाई कसरी बोक्नु यो चाहिँ राख्छ त्यो आएन त्यो उसँग झोलाभित्र लगा न त्यो कुन चाहिँ ओ प्लास्टिकसँगै अहिले कहाँ हातमा बोक्नुहुन्छ होइन यो पनि बोकी तेरो पनि बोकिराख्ने त्यो ब्यागमा लगाउनुपर्छ नि अब ब्यागमा ल्याएर बोक्नु लु अब चल्दिस यो चाहिँ अब भइहाल्यो किन होइन जङ्गल पस्यो है फेरि अब चाहिँ हामी पनि जङ्गल पस्छौँ यहाँबाट है अब चाहिँ एकैचोटि तपाईँलाई च्याउ भेट्यो नि देखाउने छु है कसो खोज्नु पर्ने हुन्छ चिसहरू के खाँदैछु है फ्रुटी खाँदैछु फ्रुटी जुगाहरू जुगा घारी पनि टेरेको चाहिँ छैन यहाँ ओ मेरो जुगाउटु तल छ नि खै गाई तल त्यसलाई ठडै बनाएको छु त्यो ढुङ्गाले खिचे जस्तो बनाएको छु नि पोइजनको थाकले भेट्यो अन्त के होइन ए ढुङ्गा हो अहिले चाहिँ हामी अब फिन्जेर पसेको है म यताबाट पसेको हो भने राजीव बिचमा छ अनि छिरिङ अलिपुतापट्टि छ है भेट्यो भेट्यो खोज्नुपर्ने चाहिँ यस्तै रुखको फेदतिर हुन्छ है कस्तो नखाने रुख यहाँ यस्तै फेदतिर हुनुपर्छ हेर्दा चाहिँ है छोरा छोरा अहिले चाहिँ हामी खोज्दैछौँ है जग्गा चाहिँ कहाँ के त्यो चाहिँ म भन्दिनँ तपाईँहरूलाई अनि अहिले एकैचोटि अब च्याउ भेट्यो भने चाहिँ तपाईँहरूलाई देखाउनु चाहिँ गाछहरू साथीहरू मैले चाहिँ एउटा च्याउ चाहिँ भेट्नु चाहिँ तर यो च्याउ चाहिँ खाने कि नखाने हो है यस्तो चाहिँ च्याउ चाहिँ अब केटाहरूलाई लगेर देखाइदिन्छु ठिक छैन होला केटा चाहिँ अघि माथि पुगिसकेको छ ग्यास जुगा पर्खिन पर्खिन यो लगेर म केटाहरूलाई देखाइदिन्छु है हिजो चाहिँ खाने जस्तो पनि छ यो अस्ति हामी लगेको खालको जस्तो पनि छ हो किन हेरौँ है केटाहरूलाई लगेर देखाइदिन्छ अब खाने हो भने चाहिँ लगिन्छ नभए चाहिँ अब लगिँदैन ल त बाटो चाहिँ एकदमै ढोडी
झोडी झोडी छ भेट्यो भेट्यो मैले सानो भेटेछु यो खाने हो कि नखाने हेर त यो खाने हो उ त ल अस्ति हामीले लगेको खाएको नि यो खाने चाहिँ रहेछ त खान्छ यो धलु के हो खाने चाहिँ हो यो खाने हो त्यो अस्ति हामीले पर लगेन त्यो चाहिँ हो तेरो झलम लाग्छ कहाँ छ राजको काट्न अलिक थियो फेदको खाने नि हो ल त्यो अस्ति हामीले लगेको चाहिँ के हो कम्ती रहेछ पेक थियो नि क्या यो के हो छुट्टामै थियो अन्त छुट्टामा त हुन्छ त होइन अब्बा भुइँमा नुन सक्छ भनेर होइन यहाँ चाहिँ अहिले अलिकति के भेट्यो भन्ने चाहिँ केटाहरूले हो त चिनिन नि के हो भयो ल एउटा प्लास्टिक दिनु म भरे फोटो खिच्नु नि डल्लै निकाल्न पर्छ मलाई खिच्नु पऱ्यो नि म यस चाहिँ ह्यान्डिङ भेडै भनेर ल त अहिले चाहिँ यहाँ च्याउपारीले काट्दैछ हो के च्याउ यो तुलसी च्याउ तुलसी च्याउ बाफ्रे दामी छ है यस दामी छ है दामी निकाले आज चाहिँ हाम्रो राजेन सरले भेटेको तल देखेको अरे राजेन सर म त पर्छ कि पर उताको रुख हेर्नु गएको होइन राजेन सर पनि यता यहाँ जानु त भनेर पठाएको कि हो यो खाने के हो भनेको चाहिँ एकछिन कुदेर आएको मैले लोडे पनि म त हो हतेर हो त्यो भुसमा घुमिरहेको पक्का खाने न अब यस्तै चाहिँ 2-3 वटा भेट्यो नि त खासै एकजना चाहिँ यति पढ्नु पर्थ्यो है पुग्नु सक्छ नि मैले पढ्नु सक्दैन आज यो त सुरु त्यो पनि कोटन थाहा पाउँदो रहेछ अम्बो देखा रहेछ भित्र अर्कोबाट यसो गर्दा सेतो पो देख्दो रहेछ त्यो कलर चेन्ज हुँदैन नि माथिल्लोपट्टितिर छैन राजेन हात पत देख्दैन तर यो च्याउ त छैन छ है यहाँ पनि अलिकति मिर्गे छु भेट्यो है यो पनि लाएर लानुपर्ने हुन्छ ओ प्लास्टिक लिनु कसकोमा छ प्लास्टिक लिनु प्लास्टिक लिनु भनेको ओ राजीव यहाँ छ यहाँ रुखमा छु त यो ठुलो रुख भएकोमा हो हो धोचो लगाउनु अहिले चाहिँ भने चाहिँ हामी यहाँ ढापमा आइपुगिसक्यो है टाइम चाहिँ तपाईँको 4 नाग्दो रहेछ अनि यहाँ चाहिँ हामी के खाँदैछ अरे अन्डा खाँदैछु खान्छ है भात छ नि साँच्चै यहाँ ए उयो छ अचार निकाल्दा यहाँ मेरोमा अचार छ अचार पारिदिन्छ कि ल अब चाहिँ यहाँ हाम्रो आज दिनभरिको शिकार चाहिँ यहाँ छिरिङले भाग लाउँदैछ है अब यो बारेर चाहिँ घर लाग्ने हो हामी यहाँ चाहिँ आफ्नो आफ्नो भाग टिप्दैछ केटाहरूले मेरो चाहिँ यति भयो 36 नि होइन यति भयो त नअघि त हो नअघि हो होइन ल साथीहरू अब चाहिँ हामीले च्याउ पनि बाँडिसके पर्ने हुन्छ अब चाहिँ च्याउ बाँडिसक्यो हामीले अब चाहिँ घर लाग्ने हामी चाहिँ होइन टाइम कति भयो टाइम त कति भयो भने घडी छैन ब्यागमा लाउनु पर्ने हुन्छ चिजहरू चाहिँ 36 होला नि तँलाई नि खालि मलाई जाउँ भन्दा थियो नि राजीवलाई दिएन अन्त त्यो अघि मैले भेटेको होइन तर आज राजेन सर आएको हो नि त होइन गिफ्ट आज नयाँ उयसमा एकताल चाहिँ मजाले उमालेर खानु ल के चाहिँ हो
च्याउ बाँडेर अब चाहिँ घर लाग्यो हामी आज वेबे खाँदै जाने हेर्ने केटाहरूले चाहिँ पड्किँदैन सौ चौचो चौचौ एकछिन ल दाइको चौचो खै दाइको चौचौ चाहिँ दाइ चाहिँ ब्ल्याक गरिदिनु मलाई कि अब साथीहरू हामीले च्याउ पनि बाँडिसक्यो अब चाहिँ घर लागेको होइन अनि भिडियो पनि साह्रो लामो हुन्छ होला आजको भिडियो चाहिँ अब के कस्तो लाग्छ तपाईँहरूले हेरेर लाइक कमेन्ट सब्सक्राइब गरिदिने है त केटा बाई बाई भन्ने तैँले पनि बाई 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 यस यस बाई 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 अब हामी पनि भाइ प्लास्टिकहरू चाहिँ लाने ल प्लास्टिक चाहिँ ल ओके अब जङ्गली लाउनु पर्यो ड्रेस अब